다 니们가시 링리아 가사샤 니们지니 링리아 아니 अनि गएको केही दिन अगाडि मैले प्रवचन गर्न सकेन किनकि अलिकता अनि म अलिकता रोगी भएँ अलिकता सुस्वस्थ हुन सकेन अलिकता रुगा खोकीले मलाई निकै नै ग्रस्त पार्यो अनि त्यसको लागि मैले अलिकता जति सक्दो आराम गरेन भने अनि फेरि मैले यो क्रमिक रूपमा फेरि प्रवचन दिन नसक्ने हुन्छ त्यही कारणले नि केही दिन मैले आराम गरेँ अब नाम चाहिँ आराम गरे भन्नु राखिएको छ तर पनि निकै नै काम गरेँ यसको अब नाम चाहिँ अब आराम गरे भन्ने छ नाम मात्रै लाग्यो तर काममा धेरै खटेँ मैले जे भए तापनि अहिले अलिकता सन्चो छु आज अनि यसै सञ्जालबाट हेरिरहनु हुने सम्पूर्ण गुरुजन त्यस्तै गरी भिक्षुजनहरू त्यस्तै गरी अनि भिक्षुनीहरू त्यस्तै गरी भन्ते सन्त त्यस्तै गरी विभिन्न मेरो प्रिय मित्रहरू अनि देश विदेशदेखि हेरेर सम्पूर्ण अनि बौद्ध मार्गीहरूमा अनि सुस्वास्थ्यको कामना तथा सष्टाङ्ग धन्यवाद व्यक्त गर्दछु अनि पछिल्लो केही दिनहरूमा गएको केही दिनहरूमा मैले अनि महाकाश्यप र आनन्दको कथाहरू र अनि यसको संक्षिप्त माने कथाहरू त्यस्तै गरी अन्य पृष्ठभूमिको जानकारीको बारेमा मैले संक्षिप्त रूपमा बोलेको थिएँ हो अब आज हामी अब यो बुद्धको अब पहिलो वचन अर्थात् बुद्ध वचनको पहिलो सङ्गालो पहिलो परिषदको विषयमा अब अनि छलफल गर्न गइरहेको छु मैले अर्को दिन व्याख्या गरे चाहिँ म यसलाई मुख्य रूपमा दुईवटा विवरण अनुसार व्याख्या गर्न चाहन्छु यसको विषयमा अब यो बुद्ध वचनको पहिलो अब यो सङ्गालोमा बोल्ने बताउने तरिका आफ्नै अब रहेको छ अनि धेरै बताएको हुँदाखेरि होइन अनि धेरै परिकारको कुराहरू फेरि अब यसमा मैले राखेँ भने त्यति अब स्पष्ट बाहिर अब प्रत्यक्ष रूपमा अब बाहिर आउन सकिँदैन त्यही कारणले आज म दुईवटा विवरणको अनुसार व्याख्या गर्नेछु पहिला के हो त भन्दाखेरि अनि भारत अब जुन अब भारत लिपिमा धर्मगुप्त परम्पराको 4 भागमा बाँडिएको विनयमा पाइने विवरण र त्यस्तै गरी सयौं हजारको महान टीकाबाट अनि यो दुई प्रकारको अनि भनौँ न धर्मगुप्तिक परम्पराको चतुर्भाग विनय पहिलो परम्परामा देखाए जस्तै अब म यसलाई बताउने छु त्यस्तै गरी अनि अब चीन भाषामा रहेको अब यो के हो त एक किसिमको अनि यो नागार्जुनद्वारा रचना गरिएको सयौं हजारी महान अब यो टीका भनौँ न अनि त्यो भित्र अनि रहेको अब दुई प्रकारको कुराहरू रहेको छ अलिकता फरक किलौ एउटा चाहिँ अब धर्मगुप्त अर्को चाहिँ अब आर्य नागार्जुनले रचना गर्नु भएको सयौं हजारको महान टीका त्यो भित्रको दुई कुरालाई म शिरमा राख्दै आजको विषयलाई म बताउन चाहन्छु अब दुई प्रकारको अब दुईवटा विवरण भएको मध्येमा अब पहिलो चाहिँ के हो त 4 भाग विनयबाट अनि अब पहिला भएको अब कुरा म बताउन चाहन्छु अनि यो धर्मगुप्तको परम्परा अनुसार त्यो भित्र रहेको अब 4 भाग विनयबाट लेखिएको कुरा अब यसलाई बताउनु पर्दाखेरि यसमा कसरी बताएको छ त भन्दाखेरि यसमा चाहिँ अब 4 क्रमहरू रहेको यो 4 क्रम भाग विनयमा यसरी लेखिएको छ अब दाह संस्कारको लागि मल्लहरूको तयारी बुद्धको होइन बुद्धको दाह संस्कारको लागि मल्लहरूको तयारी महाकाश्यप बुद्धको परिनिर्माणको अब कुराहरू महाकाश्यपले अन्तिम पटक बुद्धले देखेको कुराहरू अनि परिषद अब बुद्ध वचनको पहिलो बुद्ध वचनको पहिलो सङ्कल्प राख्ने निर्णय ब्रिजिका भिक्षुले आनन्दलाई नै धर्म सिकाएको कुरा आनन्दले अर्हतको ज्ञान प्राप्त गरेको कुरा
यो ब्रिजिका भिक्षुहरूले अब आनन्दलाई धर्म अनि सिकाउनको लागि के हो त भन्दाखेरि यो अनि संसारप्रति वैराग उठाउने कुराहरू वैराग देखाउने ज्ञानहरू त्यसै गरी आनन्दलाई अब आराधको अब ज्ञान प्राप्त भएको कुराहरू अब सानो उपदेशहरूको सम्बन्ध कुराहरू त्यसै गरी अब आनन्दको अब 7 प्रकारको दोष गल्तीहरू त्यो रहेको छ त्यसपछि के छ भन्दाखेरि अब उपालिले अब विनयको अब सङ्कलन गरेको कुराहरू त्यसपछि अब के हो त आनन्दको सूत्र भनौँ न एक किसिमको आनन्दले अब सूत्रको अब बुद्ध वचनले सङ्कलन गरेको कुरा त्यसपछि अन्तिममा चाहिँ पूर्णको सम्बन्ध विषयमा अनि यो बताउन चाहन्छु अब त्यस्तै गरी अब चाहिँ अर्को यो धुलवा हेलाङा पनि सुङदाङ भनौँ न एक किसिमको यो चाहिँ अब अघिको यो चाहिँ के थियो त भन्दाखेरि अब यो 4 क्रमको भागमा अब विनयमा बाँडेको देखिन्छ कुराहरू अब चाहिँ अनुशासनका सूक्ष्म बिन्दुहरूबाट थेरवाद ताम्रसती विनयमा खण्डमा देखा पर्ने क्रम अनि अब आज चाहिँ म बताउँदाखेरि यो 4 भागमा बाँडेको विनयको विषयमा बताउन जानेछु तर पनि यसको अलिकति छेउछेउमा परेको त्यस्तै कुराहरू अब यसलाई हेलाङ अब भनिन्छ विनयको अब 5औं अङ्गमा बाँडेको कुरा छ त्यो भित्र पनि त्यस्तै कुरा लेखेको छ यसको क्रम चाहिँ कस्तो छ क्रमशील भनेको यसमा चाहिँ के छ भन्दाखेरि अनि महाकश्यप बुद्धको परिनिर्वाण भएको पछि अब गएको कुराहरू अनि भिक्षुहरूको बीचमा आनन्दको समावेश 500 भिक्षुहरू राजगृहमा यात्रा गर्दै गरेको तयारी हैन त्यस्तै गरी अब महाकश्यप बुद्धको परिनिर्वाणको अब दीक्षाहरू महाकश्यपले अन्तिम पटक बुद्ध देखेको कुराहरू परिसाद राख्ने कुराहरू त्यस्तै गरी अब अनि आनन्दले सूत्रहरूको अब सङ्कलन गरेको कुराहरू आनन्दको 5 दोषहरू पूर्णको सम्बन्ध आनन्दले 7 भिक्षुलाई बसमा राखेको कुराहरू धर्म अवस्था चढाएको अब चढाइरहेकी दासी अनि संक्षिप्तको पदहरू यसरी अब बताएको छ यहाँ अनि 500 भिक्षु राजगृहमा यात्रा गर्दै गरेको तयारी अनि आर्य यो पौर्णको कुराहरू अनि यो आनन्दले 7 भिक्षुहरूलाई अब आफ्नो विनय पारेको बसमा रहेको कुराहरू यसरी यो अब भनौँ न अब महास्थवीरको अब यो गोमर्वा भनिन्छ हैन गोमर्वा ताम्रसती त्यो भित्र बताउने क्रम र माथिको अलिकता भिन्नता छ यो चाहिँ अब विनय केन्डाका भन्छ यसलाई चाहिँ अब के हो त भन्दाखेरि अब यसलाई अब सानो भाग र छोटो भाग भनिन्छ अर्थात् यसलाई चाहिँ अब विशाल तर एक किसिमको अब संक्षिप्त भन्नु त्यस्तो भाग मिलाएको छ त्यही कारणले अब कसरी अब एक किसिमको अनि यो 4 भाग विनयको क्रममा बताउनुपर्दा महाकश्यप अब बुद्धको परिनिर्वाण शिक्षा त्यसपछि परिषद राख्ने कुराहरू त्यसपछि गएर अब यो अनि ब्रिजिका भिक्षुले आनन्दलाई धर्म सिकाएको कुराहरू आनन्दले अरथको ज्ञान प्राप्त गरेको कुराहरू 500 अरथहरू राजगृहमा आएर तयारी गरेको कुराहरू महाकश्यपले उपालियालाई विनयको बारेमा सोधपुछ गरेको कुरा महाकश्यपले आनन्दलाई सूत्रको विषयमा अनि सोधपुछ गरेको त्यस्तो गरी अब सानो उपदेशको सम्बन्धमा आनन्दको 7 दोषहरू सबै शासन त्यस्तो गरी के हो त नि शासन उपदेशका बिना भेदभाव राख्नुपर्छ भन्ने कुराहरू त्यस्तो गरी अब के हो त पूर्णको सम्बन्ध हैन त्यसै गरी अब एउटा भनौँ न अनि आनन्दले 7 भिक्षुहरूलाई बसमा राख्ने यस्तो अनि कुराहरू राखेको छ यसमा अनि संस्कृतमा विभिन्न पदहरू हैन धर्म अवस्था रहेकी अब
अब आनन्दले धर्म बस्दा चढाएको अब दासी यस्तो कुरा रहेको छ अनि आज चाहिँ विशेष गरी के हो त भन्दाखेरि अनि यो चारबाग विनायकको अबबाट भएको यो कुराहरू म बताउन चाहन्छु अनि भोलि पर्सि चाहिँ के हो त भोलि पर्सि नै बिदा हो त्यसपछि चाहिँ अब के हो त यो अनि यो हेलाङ्गाप भन्ने हैन पाँच अङ्गको विनायकको कुराहरू त्यस्तै गरी यो त्यो चाहिँ म पछि बताउने छु त्यो भन्दा पहिले आज आज मुख्य बताउने कारण विषय के हो त भन्दाखेरि यो चार भागमा बाँडिएको विनयमा देखिएको कुराहरू हैन यसलाई चाहिँ अब ध्रुव हेलक शिवा भनिन्छ हैन चार अङ्गको चार भागको विनयको कुरा अब कसरी मल्लहरूले दाह संस्कारको लागि आवश्यक तयार गरे भन्ने कुरा रहेको छ अब चाहिँ यसको पहिलो विषय अनि बुद्धले कुशीनगरको सालको रूप भएको बगैँचामा परिनिर्वाण लिई पश्चात मल्लहरूले उहाँको शरीरलाई अब अनि सुत्ती अब कपडाहरूले बेरेर बाहिर राख्यो हैन यो चाहिँ अब मलय भनिन्छ मलय अब मलय छल अब यो कुशीनगरको मलय अनि वनमा यसरी अब उहाँको परिनिर्वाण भयो अनि यो 500 कपडाहरू यस्तो राम्रो सुगन्धले अभिषेक गरिएको फलामको एउटा बकस भित्र अनि बुद्धको यो अस्तो धातुलाई एउटा अब शरीरलाई त्यहाँ राख्नु भयो पार्थिव शरीरलाई त्यसलाई बन्द गरिसकेपछि तिनीहरूले अर्को जब फेरि बाकस बनाएर त्यसमा तिनीहरूले फलाम एक किसिमको एउटा फलामको एउटा अनि बाकस बनायो अनि तिनीहरूले काठको डिब्बा बाहिर त्यो भित्र चाहिँ फलाम त्यो बाहिर चाहिँ फेरि एउटा काठको एउटा बाकस बनाएर त्यो अनि त्यसमा चाहिँ 500 एकदम सुती कपडाहरू होइन एकदम सुगन्धले भरिएको मगमग बस्दा आउने त्यस्तो शानदार बस्नदार कुराहरू छर्किएर अनि सुती कपडाहरू बाँधेर त्यसलाई अब एउटा बाकसभित्र अनि जुन अब ठुलो एउटा काठको बाकस बनाएर त्यो भित्र अब बुद्धलाई अब बुद्धको प्रतीक शरीरलाई राख्यो अनि त्यो काठले बनाएको बाकस मुनि चाहिँ धेरै अब दाउराहरू अनि चङचङ मिलाएर अनि काम सुगन्धित बास्नदार अनि कुरा राखियो त्यस बेला मल्ल अनि अब भनौँ न मल्ल वरिष्ठ अनि मल्ल वरिष्ठ अब मल्लहरूले भनौँ न त्यस बेला चितामानी अनि बुद्धको लागि परमेश्वरले आगो बाल्ने प्रयास गरे तर पनि आगो आफै निभ्यो हैन आफै नै निभेर गयो किनकि त्यसपछि मल्ल अनि त्यो बुद्धलाई अब फेरि त्यो शरीरले आगो लाउँदाखेरि मर्यो आगो मरेर गयो फेरि त्यो भन्दा पनि एकदम वरिष्ठ मल्ल फेरि त्यहाँको भित्र भएको एउटा पुरुषहरूलाई होइन वरिष्ठ पुरुषहरूलाई फेरि अनि आगो लगाउनु लाग्यो तर पनि फेरि त्यो आगोहरू पनि निप्न गयो अनि आनन्दले मल्लहरूलाई भने कि तपाईले यदि धेरै प्रयास आनन्दले मल्लहरूलाई भने तपाईले यति धेरै अब दुःख प्रयास गर्नु पर्दैन जुन आगो जलाउनको लागि देवताहरूले तपाईहरूले बुद्धको पार्थिव शरीरलाई जलाउनु भएको आगो चाहिँ निभाइदिनु भएको हैन अनि भनेर आनन्दले बताउनु भयो अनि आनन्दले अब त्यो मल्लहरूले आनन्दले भने कि हे सन्त एक किसिमको भन्दैछु देवताहरूले किन हामीले लगाएको आगो निभाइदिनु भएको छ त भनेर एक किसिमको प्रश्न गरिसकेपछि अनि आनन्दले भन्नुभयो कि महाकश्यप र 500 भिक्षुहरू अहिले यो कुक्षेत्र भनौँ न पाप भएको दिक्षेन भनौँ न कुक्षेत्रदेखि अब कुशीनगरसम्म अब यात्रा गरिरहेका छन् उहाँले अब तिनीहरूलाई जवाब दिनुभयो र तिनीहरूले दाह संस्कार गर्नु अघि बुद्धका अवशेषहरू देख्न चाहन्थे
सक्छन् कि भनेर सोचिरहेका छन् देवताहरूले कश्यपको नि सोचलाई अब विचारलाई मनमा राखेको कुरालाई अनि उहाँले जान्नु भएर अनि तपाईँहरूले लगाइदिनु भएको आगो चाहिँ निभाइदिनु भएको भनेर यो कुरा मल्ल वरिष्ठहरूले परिषदले सुनिसकेपछि उदाहरणीय आनन्द यदि त्यसो हो भने हामी देवताको इच्छा अनुसार केही समय पर्खनेछौँ भनेर भन्नुभयो त्यही कारणले गर्दाखेरि यस्तो कुरा भनेको छ होइन जुन अब महाकश्यपहरू चाहिँ बुद्धको अब अन्तिम पार्थिव शरीरलाई देख्न चाहन्थ्यो त्यही कारणले देख्न पाएन हुन्थ्यो भन्ने चाहना थियो त्यो चाहनाले गर्दाखेरि अनि तपाईँहरूलाई आएको आगो चाहिँ मारिदिनु भएको जब तक कश्यप यहाँ आएर दर्शन गर्नुहुन्न तब तक तपाईँहरूले यो आगो चाहिँ जतिलाई पनि व्यर्थै हुनेछ लाग्ने छैन मर्नेछ आगो आफू नै निभेर जानेछ भन्ने अब आनन्दले जवाब दिनुभयो अब यो पछि चाहिँ अब दोस्रो क्रममा के छ भन्दाखेरि अब दोस्रो चाहिँ के हो त भन्दाखेरि अब कश्यपले चाहिँ बुद्ध परिनिर्वाण हुनुभएको सुनेको कुरा अब अघि आनन्दले भने जस्तै कश्यप चाहिँ अब 500 जना भिक्षुहरूसँग आउँदै थियो हैन अब यो चाहिँ एक जना भिक्षुबाट 500 जना भएर भएको हो कि धेरै भिक्षु 500 जना भएको यो मलाई थाहा छैन हैन तर पनि के हो त यो महाकश्यपमा अत्यन्त धेरै भिक्षुहरू थिए हो हैन त्यो चाहिँ अब यो कुशीनगरको छेउछेउमा अब आउनु हुँदै थियो हैन त्यो कारणले गर्दाखेरि अनि यो दिग्वचन भन्ने छ कुक्षेत्र हैन यो जब महाकश्यप पापबाट पावा भन्ने एक किसिमको पालापुरी कुशीनगरको जुन अब प्राचीन भारतका 16 वटा अब ठुलो राज्यहरूमा एक मल्लको राज्यमा दुई मुख्य सहरहरू थिए एउटा कुशीनगर अर्को चाहिँ पावा जुन अहिलेको पावापुरी हो अहिले पावापुरी भन्छ हामी अब दिग्वचन भन्ने हामीले यसलाई कुक्षेत्र पनि भन्न सकिन्छ यसलाई बुझ्नको लागि अहिले पावापुरी नाम राखिएको छ अहिले जुन अहिले पहिला जुन दिग्वचन भन्ने ठाउँलाई चाहिँ अहिले के नाम दिएको छ भन्दाखेरि होइन पावापुरी भनिन्छ यो उनले यो जैन सम्प्रदायका केही विद्यार्थीहरूलाई माफ गर्नु होला यो जुन यो मल्ल राज्यको अनि ठाउँमा दुईटा सहर ठुलो थियो एउटा कुशीनगर एउटा पावापुरी अनि त्यो बेला चाहिँ अब यो कुशीनगर अनि यो पावापुरीको नजिकमा अब आउँदै थियो जुन कुशीनगरमा अब बुद्धले परिनिर्वाण लिनु नजिक पावापुरीमा आउनुभयो त्यो आउँदै क्रममा अनि यो जैन सम्प्रदायको केही विद्यार्थीहरू उहाँले भेटे जुन अब लुगा नलाउने अब एक किसिमको अब त्यस्तो मान्ने धर्मलाई जैन धर्म भनिन्छ उहाँको के छ विद्यार्थीहरू भेटे अनि त्यो जैन सम्प्रदायको के विद्यार्थीहरू हातमा के थियो भन्दाखेरि होइन बुद्धको परिनिर्वाण समयदेखि अनि मन्दार अब फुलहरू समाउँदै आएको देख्यो होइन त्यो अब जैन अब विद्यार्थीहरूको हातमा चाहिँ के हो त जुन अनुयायीहरूको हातमा चाहिँ मन्दारको फुल हातमा लिएर आइरहेको थियो देखे अनि महाकश्यपहरूले अब तिनीहरूलाई टाढो देखेर सोध्नुभयो अनि कश्यपले सोध्नुभएछ तपाईँहरू कहाँदेखि आउनुभयो होइन तपाईँहरू कहाँबाट आउँदैछौ भनेर अनि सोधेपछि अनि त्यो अनि जैन अनुयायीहरूले हामी कुशीनगरबाट आउँदैछौँ भनेर उनीहरूले जवाब दिएछ अनि महाकश्यपले सोध्नुभएछ कि तपाईँहरूलाई अनि हाम्रो अब शास्त्र शाक्यमुनि गौतम बुद्धको बारेमा केही थाहा छ भनेर कश्यपले सोध्नुभयो किनकि अब जैनहरू त बाहिर अब उहाँहरू त एक किसिमको तार्किक हो होइन ल एक किसिमको उहाँ चाहिँ अब तार्किक एक किसिमको अब उहाँ हिन्दू हुनुहुन्छ होइन त्यही कारणले सोद्धले
हामीलाई थाहा छ भनेर जवाब दिएछ अनि अनि फेरि कश्यपले भन्नुभएछ कि के उहाँ अझै पनि यो संसारमा हुनुहुन्छ त भनेर कश्यपले सोध्नुभएछ अनि जुन अब जैन अनुयायीहरूले भन्नुभएछ होइन यहाँ उहाँ संसार छाडेर जानुभयो उहाँ अहिले उहाँ संसारमा हुनुहुन्न भनेर जवाब दिनुभएछ उहाँ परिनिर्वाण भएको 7 दिन भइसक्यो हामी त्यहीबाट यो अनि यो मन्दर फुलहरू ल्याएर आएको हौँ जैन धर्मको अनुयायीहरूले उहाँ कसैले चाहिँ जवाब दिएछ 一个北美籍的用语什么的，大一那样给看到念到粤北给啷个根据的就拿了呀，然后就对下的嘛这个是。अब त्यो बेला अब त्यो सुन्नुभयो उहाँले त्यो सुनिसकेपछि अब अनि महाकश्यप अलिकता त्यो बेला धेरै नै अब किसिम के हो त अनि एक किसिमको के हो त भन्दाखेरि अब संघका ती भिक्षुहरूको जो अशक्तिबाट मुक्त भएको थिएन त्यो भनौँ न एक किसिमको महाकश्यपसँग अब विभिन्न भिक्षुहरू थिए जुन अब यो संसारिक माया मोहबाट मुक्त हुनुभएको थिएन त्यो मुक्त नभएको जब बुद्धले परिनिर्वाणमा प्रवेश गर्नुभयो भने सुन्यो जब ती संसारिक माया मोहबाट मुक्त नभएको भिक्षुहरूले अनि तिनीहरूले काटिसकेको घाँसको अनि डाँठहरू चाहिँ भुइँमा मुर्छा परे रुनु थाले उनीहरू होइन कता कता धेरै चाँडो बित्नु भएछ रुनु भएछ कोही कराउनु भयो कोही चिच्यायो सबै एक किसिमको के हो त भन्दाखेरि अब अनि उनीहरूलाई एक किसिमको वेदनाले धेरै नै सतायो र मर्महरू भयो संसारको आँखा अन्धो भएको जस्तो छ के गरौँ यस्तो भयो हामीलाई गुहाहरू रुन थाल्छ के हामीले पूजा गर्ने शास्त्र गौतम बुद्ध अब हराउने छन् त इच्छा मुक्त नभएका अरू भिक्षुहरू भुइँमा लट्ठा जस्तै भुइँमा लडिरहेको थिए र पूर्ण निराशाले अवस्थामा तिनीहरूको विलाप गरेर तथा कता किन यति छिटो निर्माण गर्नुभएको थियो भनेर यसरी अब उनीहरूले कुरा गरे त्यति बेला एउटा उपनन्द भन्ने भिक्षुहरूको थियो एउटा अब भिक्षु पहिला बुद्ध कालमा अब के हो त 12 जना अलिकता के हो त बानी बेहोरा खराब भएकोले यसलाई चाहिँ अब 12 अनि 12 जनाको ग्रुप भन्छ अर्को चाहिँ फेरि 6 जनाको ग्रुप छ अनि यो हामीले ढुक्दिए भन्छ होइन 6 वर्गको भिक्षुहरू चाहिँ अलिकता बानी बेहोरा खराब भएको अनि त्यो भित्रमा एउटा 6 वर्ग भित्र उपनन्द भन्ने थियो अनि उहाँ चाहिँ उपनन्द अलिकता वरिष्ठ भिक्षु भएकोले होइन भिक्षुहरूको ग्रुपमा थिए समूहमा थिए अनि उहाँहरू तिनीहरू त्यो रुनी कराउने भिक्षुहरूलाई भन्नुभएछ कि हे एक किसिमको हे वरिष्ठ भिक्षुहरू यस्तो व्यवहार नगर्नुहोस् रुनु कराउनु हुँदैन बुढेसकालमा भिक्षु बनेका हामी अहिले स्वतन्त्र छौँ होइन उहाँ जिउँदै हुनुहुन्थ्यो पहिला होइन यो ठिक छ त्यही कारणले अब जिउँदो हुने बेला यो ठिक छ यो ठिक छैन भन्ने कुराको कुनै अब अन्तै थिएन अब यो अब भन्ने कुरै छैन अब उहाँ बित्नु भइसक्यो तपाईँले यो अब यो गर्नुपर्छ त्यो नगर्नुहोस् त्यो गर्नुहुन्न अहिले उहाँ बित्नु भएको छ हामीसँग स्वतन्त्र छ हामीले चाहे अनुसार गर्न सक्छौँ हामीले चाहेको काम गर्न सक्छौँ र नचाहेको कुरा गर्न सक्दैनौँ होइन अब हामी रमाइलो गर्नु पहिला बुद्धले यो गर्नुपर्छ त्यो छुट्टाएको थियो अब परिनिर्वाण हुनुभयो होइन अब हामी किन रुने जुन बुद्धले सिकाउनु भयो त्यो हामी गर्नुपर्छ होइन रुनु हुँदैन भनेर होइन यस्तो कुरा नि महाकश्यपले सुनेर अनि एकदमै उहाँ झोकिनु भयो र एक किसिमको एकदम कुरा लाउनु भयो भिक्षुहरूलाई भनेछ छिटो हाम्रो लुगा र त्यो कश्यपले त्यो भिक्षुहरूलाई के भनेछ भन्दाखेरि त्यो संसारको माया मोहमा डुबेको भिक्षुहरूलाई छिटो हाम्रो लुगा र भिक्षाको भाँडो ल्याऊ हिँड अब होइन हामी चाहिँ के हो त जुन समेक्षम बुद्धको शब्द संस्कार गर्नु अघि हामीले अन्तिम पटक जसरी पनि बुद्धको अनुहार हेर्नै जानै पर्छ होइन भने यसरी महाकश्यपले भनेपछि भिक्षुहरूले आफ्नो लुगा र भिक्षाको भाँडाहरू जम्मा गरेर त्यहाँबाट चाँचर उहाँहरू हिँड्नु भएछ अनि यो चाहिँ महाकश्यपले बुद्धको परिनिर्वाण भएको पहिलो कुरा सुनेको यो
पहिलो उहाँ यसरी थाहा अब तेस्रो विषय के हो भन्दाखेरि अब के हो त कश्यपले अनि बुद्धको अन्तिम दर्शन भन्ने कुरा छ है अनि ताते गरे सनाम ता विसुन छिबुकी केरोंगा के त ठीक छ जब महाकश्यप र 500 भिक्षु उहाँसँगै थियो र उहाँहरू 500 भिक्षु अब भिक्षुहरूसँग अब कुशीनगरमा अब उहाँ पुग्नु भयो अब त्यो छु स्टेडेन भन्छ हैन जुन चाहिँ एक किसिम के हो त भन्दाखेरि अब अनि जुन कुशीनगरको छेउछाउमा चाहिँ एउटा सहर बाहिर रहेको अब हिरण्यवती नदी भन्छ त्यहाँ पार गरेर अनि मुकुट बन्धन स्तूपमा गए उहाँ उनीहरूले अब आनन्दलाई भेटेछ अनि हे आनन्द भनेर कश्यपले के भयो सोध्नु भयो भन्दाखेरि यदि बुद्धको अवशेषलाई दाह गरेको छैन भने के म बुद्धको अवशेषले हेर्न सक्छु हेर्न मैले सक्छ भने यसरी प्रश्न गर्नुहुन्छ अनि आनन्दले भन्नुभएछ हामीले अहिलेसम्म बुद्धको अवशेषलाई अझै पनि दाह गरेको छैनौं आनन्दले भन्नुभएछ तर तपाईहरूले हेर्नलाई अलिकति गाह्रो र समस्या छ किनभने बुद्धको अवशेषहरूलाई नुहाएर नयाँ कपासको कफनमा भिरिएको छ त्यसभन्दा बाहिर थप 500 कफनमा बेरेर धातुको कफिनमा सुगन्धित पानीले अवश्य गरी काठको कफिन भित्र राखिएको छ र यसको तल धेरै चन्दनको हाँगाहरू फैलिएको काठहरू तिर्साएको छ र दासको लागि सबै तयारी पुरा भएको छ त्यसैले अहिले बुद्धको अनुहार हेर्न निकै नै गाह्रो छ कश्यपलाई आनन्दले बताउनु भयो त्यही कारणले गर्दाखेरि सबै अब तयारी गरिसकेको छ महाकश्यपज्यू भिक्षु कश्यपज्यू हामी तपाईहरूको समूहले कुनै पनि बुद्धको मुहार चाहिँ हेर्न पाउनु सक्नुहुन्न उहाँले देख्न सक्नुहुन्न भनेर यसरी अनि उहाँले जवाब दिनुभएछ जे भए पनि त्यसपछि जब महाकश्यप दाह संस्कारको स्थलमा पुग्नु भएछ अब नजिकमा पुग्नु भएछ जुन अब शमशान पेटिकाको अगाडि भाग जुन अब भनौँ न किसिमको जुन आएको यो कफिन भनौँ कफिनमा जुन कफिनको एउटा बकस जुन खुट्टा भयो बुद्धको पाउ भएको बकसको भाग चाहिँ आफै नै सहजै आफै खोलेछ र बुद्धको त्यो आफै उग्रिने बित्तिकै बुद्धको खुट्टा देखिन थाल्यो अनि महाकश्यपले बुद्धको खुट्टा अनि खुट्टामा अलिकति माटो भएको देखेर अलिकति फोहोर मैला भएको देखेछ अनि बुद्धको सुन्दर र सुनको रङ थियो अनि अलिकति त्यहाँ अब त्यस्तो सुनको रङ ढक्क बलेको उहाँको भएको थियो होइन अनि बुद्धको यो यस्तो सुन जस्तो जक्त बल्ने एउटा बुद्धको रूपलाई चाहिँ उहाँको खुट्टा चाहिँ यस्तो माटो लाग्यो चाहिँ यो कसले गर्यो भनेर अनि फेरि कश्यपले आनन्दलाई सोध्नु भएछ आनन्दले भन्नुभएछ कि हे भिक्षु कश्यप महिलाहरू कोमल हृदय भएकाले आनन्दले अनि जवाब दिए कि उनीहरूले बुद्धले प्रणाम गर्दा रोएर आँसु अनि रोइसकेपछि आँसु बग्यो जुन आँसु चाहिँ बुद्धको खुट्टामा लाग्यो र त्यो महिलाहरूले बुद्धको खुट्टामा छुँदाखेरि त्यहाँ नि फोहोर लागेको हो यसरी अनि यो चाहिँ कसरी भन्दाखेरि जुन अब भारत वर्ष पहिला अब एक किसिम के हो त खुट्टामा अब आँखामा परे यो गाजल लाउँछ जुन आँसु चुहाउँदाखेरि अब एक किसिमको आँखामा अब मार्दै खुट्टामा छुँदाखेरि जुन आँखामा लगाएको एक किसिमको के हो त यो जुन अब त्यो कालो लेदो चाहिँ एक किसिम भनौँ न आँखामा लगाएको हो अनि खुट्टामा लागेको हुँदाखेरि त्यो फोहोर देखियो जस्तो लाग्छ अनि महाकश्यप अलिकति असुन्ध भए तर बुद्धको पाउमा प्रणाम गरे ढोग्नु भयो त्यसपछि सबै भिक्षु भिक्षुनी पुरुष नारीले साधक देवता र मानव बसेर बुद्धको
पाउमा साष्टाङ्ग दण्डवतको प्रणाम गर्नुभयो त्यसपछि बुद्धको खुट्टा अनि एक किसिमको के हो त शमशानको एक किसिमको भनौँ न कफिनको बाकस बाहिर देखिएन त्यसपछि फेरि छोपेर राख्यो त्यसपछि महाकश्यपले लामो सास फेरि केही श्लोक भन्नुभयो चित्तको 7 पटक परिक्रम गरेर त्यसपछि कसैले पनि बत्ती नदी अब त्यसपछि अब अघि चाहिँ अब जुन अब मल्ल वरिष्ठहरूले आगो लाउँदा आगै लाग्नु मानेन जल्दी मानेन पछि चाहिँ के हो त कसैले अब आगो लाउनु परेन हैन जुन अब महाकश्यपले बुद्धको दर्शन पायो जुन पाउमा साष्टाङ्ग दण्डवत गर्ने बित्तिकै अनि त्यो सबै बाकस आफै त्यसलाई बन्द भइसकेर पछि त्यहाँ आगो आफै आफ लाग्यो भन्ने कुरा छ सहजै लाग्यो कसैले आगो लगाएन भन्ने कुरा छ अब बुद्धको यसरी यो दाह संस्कार गरिसक्यो हैन बत्ती नदिकन अब बुद्धको चित्त आफै नै चल्यो अनि अब त्यसपछि परिषदको बैठक बस्ने निर्णय गर्नुभयो हैन दाह संस्कार गरिसकेपछि महाकश्यपले अनि यस भिक्षुहरूको संघलाई यसो भन्ने मौका यो कुरा भन्ने मौका पाए म यहाँ यात्रा गर्दा गर्दै उपनन्द जस्ता भिक्षुहरूलाई कश्यपले भन्नुभएछ कि यो बुढाहरू यसरी नरुनुहोस् हे वरिष्ठ बुढा भिक्षुहरू यसो नरुनुहोस् रुनु कराउनु चिच्याउनु हुँदैन ठुलो हुँदा भिक्षु बनेका हामी अहिले स्वतन्त्र छौं जब हामी जीवित थियो हैन उहाँको कुनै अन्त्य अब बुद्ध अब त्यो बेला जीवितै हुनुहुन्थ्यो यो ठिक छ यो ठिक होइन भनेर बुद्धले बताउनुहुन्थ्यो यो गर्नुहुन्छ यो गर्नु हुँदैन भनेर बुद्धले बताउनुहुन्थ्यो यसो गर नगर भनेर बताउनुहुन्थ्यो अब उहाँ बितिसक्नु भएको छ हामीसँग स्वतन्त्र छ हामीले जे चाहे गर्न सक्छौं हामीले चाहेको काम गर्न सक्छौं नचाहेको कुरा गर्न सक्दैनौं भनेर यसरी मलाई लाग्छ कि हामी सबै यसरी भनेको मैले सुन्यो त्यो सुन्दाखेरि मलाई अलिकति मन अनि होइन त्यही कारणले अनि मलाई अलिकति मनमा कुर्दाखेरि मनमा दुःख लाग्यो त्यही कारण मलाई लाग्छ हामी सबै भेला भएर विनयमा छलफल गर्नु अत्यन्त जरुरी छ अन्यथा गैर बौद्धहरूले सबै प्रकारका कुराहरू भन्छन् हामीलाई लाज मर्दो गर्नेछन् भन्ने छन् भिक्षु गौतमको विनय अनुशासन धुवा चाहिँ उठिरहेको छ जब बुद्ध जीवित थिए तिनीहरूले विनयसँगै तालिम लिए जब बुद्ध यो संसार छाडेर जान्नुभयो त्यो अनि त्यसपछि केही पनि त्यसको नियमलाई पालन नगरिकन नियम राम्रोसँग तालिम दिइरहेको छैन दिइरहेको छैन भन्ने छ त्यही कारण त्यसोले भन्ने छ त्यही कारणले हेर भिक्षुहरू हामीले धेरै विद्वान अरहतहरूलाई बोलाउनु पर्छ र अनि बुद्धलाई वचनलाई सङ्कलन गर्नुपर्छ यसरी बताउनु भयो त्यही कारण त्यसपछि अनि 479 भिक्षुहरूलाई निमन्त्रणा गरियो महाकश्यपले तिनीहरू सबै अरहत थिए धेरै सुनेको ज्ञानले एकदम भरिपूर्ण प्रज्ञावान थियो उहाँहरू त्यति बेला एक भिक्षुले अनि भने कि त्यो निमन्त्रण गरेको भित्र सबै भिक्षुहरू के थियो अरहतमा सबै अरहतहरू हुन्थ्यो ज्ञान प्राप्त संसारको दुःखदेखि मुक्त पुरुष हुनुहुन्थ्यो उहाँ अरहत हुनुहुन्थ्यो तर त्यति बेला एक भिक्षुले एउटा कुरा राख्नु भएको त्यो बेला हे महाकश्यप भिक्षुज्यू आनन्द हामी भित्र सहभागी हुनै पर्छ भनेर विचार व्यक्त गर्नुभएछ अनि महाकश्यपले भन्नुभएछ कि आनन्दलाई हामी यो समूहभित्र भित्राउन दिनु उचित हुँदैन किनकि महाकश्यपले भन्नुभएछ किनभने आनन्द इच्छा घृणा भ्रम डरका विचारहरू छन् र अर्थात् उहाँ संसारिक कुराहरूमै देखि उहाँ मुक्त हुनु सकेको छैन त्यही कारणले गर्दाखेरि अन्ततः अनि उहाँलाई भित्राउन लागि म असमर्थ छ भन्ने उसले अनि असमर्थ भएकोले अनि उहाँ चाहिँ अब भाग लिन सक्दैनन् महाकश्यपले भन्नुभएछ अनि पहिलो विचार राख्ने व्यक्त गर्ने भिक्षुले भनेछ कि हे महाकश्यप आनन्द भनेको एउटा बुद्धको सेवक थिए उहाँ सधैँ बुद्धसँग हुनुहुन्थ्यो र उहाँले बुद्धबाट साँचो धर्मका धेरै शिक्षाहरू सुन्नु भएको छ जब उसलाई कुनै प्रश्न हुन्छ उसले तुरन्तै बुद्धलाई सोध्ने गर्नुहुन्थ्यो त्यसैले उहाँलाई सबै कुरा थाहा छ त्यसैले हामी उहाँ चाहिँ एउटा
श्रुतिजन्य ज्ञानले परिपूर्ण भएकोमा सागरको एउटा भण्डार भएको ज्ञानको भण्डार भएकोले त्यसैले हामीले उहाँलाई समावेश गराउनु पर्छ त्यस अनि भनेपछि त्यसपछि अनि आनन्दलाई बोलाए अनि आनन्दलाई बोलाउनु भयो त्यस कुरा सकेपछि त्यसपछि अनि भिक्षुहरूले भने कि परिषद कहाँ राख्नु राम्रो हुन्छ र भन्ने कुरा गरेछ अब जुन बुद्धको पहिलो अब वचनलाई बुद्धको पहिलो वचन अब लाई सङ्गालोको अब परिषद हो यो अब सङ्कलन गर्ने त्यसपछि के हो त परिषद राख्नु पर्यो नि त त्यसको लागि मिलाउनको लागि अनि परिषद राख्नु कहाँ राम्रो हुन्छ होला हामी कहाँ जान सक्छौँ जहाँ खाना र बास कुन ठाउँमा राम्रो होला किनकि अब यसरी 500 जनाले अब यसरी बुद्ध वचनलाई सङ्गालोलाई जुन सङ्गालो गर्दाखेरि त्यसलाई अब खाने बस्ने ठाउँ सबै उचित हुनु पर्यो त्यही कारणले अनि के सबै छलफल गरे बापत अन्तमा सबैले सोच्नु भएछ कि विचार गर्नु भएछ कि राजगृहमा धेरै घरहरू छन् र खाना र बासको कुनै समस्या हुने छैन अनि त्यसैले परिषदको राख्नको लागि राजगृह चाहिँ उपयुक्त ठाउँ हो त्यतिखेर अनि माकासेले भने कि आदरणीय महोदय मैले यी सबै भिक्षुहरूलाई निम्तो दिएको छु यदि सबैको सहमति छ भने हामी आज राजगृहमा बुद्धको पहिलो बुद्ध सङ्कलनको लागि प्रस्थान गरौँ भनेर तिनीहरू सबै यसो भयो तिनीहरू सबै वैशाली दिशामा गएछ उनीहरू अब उहाँहरू वैशालीमा जानुभएछ यसरी 다디 누가 야라 시비에 난게 가면 네 송다도 되지 다디 यो चाहिँ अब चारौँ भागको विनयको कुराहरू अब यो सुर्गेन भन्छ छेउछेउ भएको अब विनयको पाँचौँ भागको कुरा बताउनु पर्दाखेरि 5 भागको विनयबाट के लेखेको छ भन्दाखेरि यो चाहिँ अलिकता फरक छ यसमा चाहिँ बताउने अलिकता फरक छ त्यहाँ चाहिँ त्यो भित्र के लेखेको छ भन्दाखेरि बुद्धको परिनिर्वाणपछि महाकश्यप वैशालीको एउटा अब मर्कटाह भन्दो रहेछ मर्कटाह तालको किनारमा थिए जहाँ चाहिँ अब 500 भिक्षुहरूले केही घरहरू अब आश्रमहरू बनाएको थिए अब त्यो बेला अब 500 जना अब अरतहरू त्यो बेला बस्नु भएको रहेछ जुन मर्कटाह तालको किनारमा अब त्यहाँ आनन्द मात्र थिए अनि त्यहाँ आनन्द मात्र थियो त्यतिखेर महाकाशले विषयलाई भने केही दिन फेरि अब पहबाट कुशीनगर जाने बाटोमा बुद्ध निर्माण भएको कुरा सुने त्यति बेला मेरो मन विचलित भयो र म शान्त रहन सकिनँ हैन त्यस बेला अब भिक्षुहरू पुरुष महिला असामान्य अवश्यहरूले बुद्धको निधनको खबर सुने र कोही आफ्नो खुट्टामा हिँड्न असमर्थ थिए अर्थात् रुँदै चिच्याउने वेदनामा परेको थियो कोही हम्पालले कोही भुइँमा पुर्छा परे सबैजना रोएर लामो ठुलो स्वरमा रोए संसार अब खाली रित्तो भयो संसारमा उज्यालो पर्ने आँखा सबै नभएपछि सबै अन्धकारले ढाकिएको छ भन्ने यसरी कुरा आयो हैन अनि त्यति बेला बाटोमा अनि उपानन्दलाई भेटेर उनले सबैलाई भने दुःख नगर बुद्धले सधैँ हाम्रो लागि हामीले के गर्ने नगर्ने के तालिम दिनु उपयुक्त हुन्छ हुँदैन भन्ने कुरा नियम बताउनु भएको थियो अब बुद्ध हामी माझ रहेनन् त्यसैले हामी अब वस्तु जम्मा गर्न कठिनाइको सामना गर्नु पर्दैन र हामी आफ्नो इच्छा अनुसार गर्न सक्छौँ डराउनु अति नै पर्दैन त्यसो भए हामी यहाँ किन रुँदैछ भन्दा यो उपानन्दले भनेछ हैन अनि जब मैले त्यो सुने कश्यपले जारी राखे मेरो चिन्ता धेरै गुणा धेरै बढ्यो किनकि यो उपानन्दले ईश्वर भन्दाखेरि हैन हैन अनि अब यो मकसेलमा जुन उपानन्द एकदम चित्त लाग्यो चित्त दुख्यो हैन धेरै नै धेरै चिन्ता बढ्यो बुद्ध निर्माण गए पनि भिक्षु र भिक्षुणीहरू छन् यदि हामी सबै मिलेर लगनशील भई परिषद आयोजना गर्न सक्यौं भने बुद्ध वचनको सङ्कलनको विषयमा परिषद आयोजना गर्न सक्यो भने उपानन्द जस्ता थोरै विद्यार्थीहरूले शिक्षालाई कमजोर बनाउन सक्दैनन् त्यही कारणले हामीले अत्यन्त जसरी भए पनि अनि यो कुरालाई हामीले अब जोड दिनुपर्छ भिक्षुहरूले नै कसैले यसरी भन्नुभयो बापत भिक्षुहरूले बुझे कि महाकसेले भनेको राम्रा कारणहरू छन् यसको अर्थ छ र उनीहरूको सोचे कि यो धेरै राम्रो छ हैन तिनीहरूले
उहाँहरूले भने कि आनन्द सधैँ बुद्धको दर्शन गर्थे, उसको दिमाग तेज छ, उसले धेरै शिक्षाहरू सुनेको छ, उहाँले तिनीहरूलाई सम्झाउनु भयो र धर्मको कोष अध्यक्ष हुनुहुन्थ्यो, त्यसैले उहाँलाई हामी भिक्षुहरूमध्ये सम्मिलित गराउनु पर्छ जसले परिचित राख्छ भन्ने महाकश्यपले भने। अघि अघि अब यो पहिलो भिक्षुहरूले भनेको महाकश्यपलाई, महाकश्यपले भन्नुभएछ कि आनन्द अझै पनि बाटोमा मार्गमा अभ्यास गरिरहेको एउटा व्यक्ति हो होइन, लिइरहेका छन्। अझै पनि उहाँ उसको मनमा इच्छा, तृष्णा, घृणा, अज्ञानता र डर छ। उसलाई यो समूहभित्र अनुमति दिन हुँदैन र म समर्थन छैन भनेर यसरी बताउनु भयो होइन। यस्तो कुरा लेखिएको छ। अनि यो चाहिँ अब पाँचौं अब विनयको भित्र कुरा हो होइन। अब चारौं अङ्गको विनय कुरा अघि जस्तै हो। अब फेरि बताउनु पर्दाखेरि अब यो दुवै कुरा यस्तो चाहिँ आउँछ। अब चाहिँ के हो भन्दाखेरि अब तिनीहरू सबै अब के हो त, कसरी आनन्दलाई भेट्ने भन्ने कुरा थियो। अब त्यो परिषद बनाउने क्रममा अब आनन्दलाई जसरी नै निमन्त्रण गर्नुपर्छ भनेपछि अब आनन्द कहाँ थियो त भन्दाखेरि खोज तलास भयो। त्यति बेला आनन्द अब उहाँ चाहिँ अब घुम्दै हुनुहुन्थ्यो, भिक्षाटनको लागि जाँदै हुनुहुन्थ्यो। दुर्गम ठाउँमा आइपुग्दा स्वाभाविक रूपमा मनमा लाग्यो कि अब जुन अब भनौँ न किसिम आनन्द, अब भनौँ न यो किसिम आनन्दको मनमा के कुरा उठ्छ भन्दाखेरि जसरी भर्खर जन्मेको बाछोले दुध पिउँछ र 500 गाईको बथान अनि पछ्याउनु पर्छ, त्यसरी नै म अहिले पनि तालिमै छु। अनि यसरी अब बाटो र यसरी बुद्धको ज्ञान प्राप्त गर्ने मार्गमै छु र 500 भिक्षुहरूको अनुसरण गर्नुपर्छ भन्ने कुरा उहाँहरूलाई अब यसरी कुरा उब्जिएछ। त्यस बेला पहिले उल्लेख गरेका 500 ज्येष्ठ भिक्षुहरू वैशालीको बाटोमा आउँदै थिए भने आनन्द भने थिए होइन, आउँदै थिए र त्यो बेला अब आनन्द पनि वैशालीमै रहेको हुनुभएको रहेछ त्यो बेला, किनकि 500 जना वरिष्ठ अब 449 भिक्षुहरू पनि वैशालीतिर आउँदै हुनुहुन्थ्यो। ती वैशाली भित्रै आनन्द पनि त्यही बेला तिनै हुनुहुँदो रहेछ। अब त्यो बेला एकदम प्रख्यात धेरै अब चलेको थियो। 500 हाम्रो यो वैशाली 500 जना अराधहरू पाल्नु हुँदैछ कि भनेर सबै दिशामा पुरा झागिएछ र यो कुरोले प्रख्यात होइन, सबै ठाउँमा अब यो चकित भएछ होइन। भिक्षु भिक्षुनीहरू, पुरुष महिलाहरू, सामान्य अभ्यास गर्नेहरू जस्तै राजा मन्त्री र गैर बौद्ध साधकहरू सबैले आराधको ठुलो समूह आउँदैछ भनेर सुने। त्यसैले तिनीहरू सबै बाहिर जम्मा भए। एक अर्कालाई अभिवादन गरेर सोधे के भइरहेको छ यहाँ होइन भनेर सोधेछ। अब त्यस बेला नि दिव्य नेत्र त्यो बेला जुन अब यो त्यस बेला अब दिव्य नेत्र को एउटा दावेदार शक्ति भएको ब्रिजिका भन्ने एउटा भिक्षु थियो होइन। ब्रिजिका भन्ने एउटा भिक्षु थियो होइन। उनले मनमा सोच्नु भएछ कि अरूको मनको कुरा छर्लङ्ग बुझ्ने होइन। उहाँ त्यस्तो एउटा ब्रिजिका भन्ने एउटा जुन अघि भने नि मैले यो मल्ल राज्यमा अब 16वटा सहरहरू थियो, त्यो मध्येमा एउटा ब्रिजिका भने पनि हो, त्यहाँको एउटा भिक्षु थियो। अनि यसरी अर्को ठाउँको कुरा छर्लङ्ग उहाँलाई थाहा पाउनु हुँदाखेरि अनि त्यो ब्रिजिका भिक्षुले भने चाहिँ आनन्द अहिले वैशालीमा नै रहेछन् भनेर अनि जवाब दिनुभयो। यो के भइरहेछ हेर्न, धेरै मानिसहरू भेला हुन्छन्, एक अर्कालाई अभिवादन गरिरहेका देखिएको छ। अनि आनन्द इच्छा मुक्त छ कि छैन हेर्नुपर्छ भनेर यसो अनि जुन अब ब्रिजिका भिक्षुले अब यस्तो उहाँले जाँच गर्नुभएछ। अनि अब यस्तो अनि एउटा हामीले चाहिँ यसलाई अब हृदय शक्ति भनिन्छ यसलाई होइन। हृदय शक्तिले यसरी हेर्नुभएछ। आनन्द चाहिँ अब के हो त, त्यो अनि आनन्द इच्छा मुक्त पुरुष हो कि होइन हेर्नु पर्यो भने उसले अनि जुन ब्रिजिका भिक्षु चाहिँ समाधिमा प्रवेश गरेर हेर्नुभएछ। देख्यो कि आनन्द अझै पनि इच्छादेखि मुक्त भइसकेको
संसारिकको डोरीले बाँधिरहेको रहेछ भन्ने जान्नुभयो। उसले सोचेको उसले आफू भएको ठगले प्रेरित गर्न के गर्नुपर्छ यो पदमा आनन्दलाई भने हैन। यो संसारको मायाको दुःखै यो भारीदेखि उहाँलाई मुक्त गराउनुपर्छ भन्ने यसको लागि के उपाय के अब निकाल्नु पर्यो भन्ने यसरी त्यो ब्रिजिकाले उपाय देखाउनु भएछ जुन अब आइडिया लगाउनु भएछ जुन आनन्दलाई। उसले के भनेको छ भन्दाखेरि रुखको छेउमा एकान्तमा बसेर निर्वाणतर्फ आफ्नो मन लगाउनुहोस्, ध्यान अभ्यास अझै गर्नुहोस् र सावधान रहनुहोस्, धेरै भन्नु के आवश्यक छ र भन्ने यसरी। अनि यो ब्रिजिकाले आनन्दलाई भन्नुभएको छ। अनि यसपछि अब धुलवा भन्छ 5 भाग विनयबाट बदल्ने कुरा बताउँछु। अबसँग 30 मिनटको लागि विश्राम राख्न चाहन्छु। 30 मिनटको लागि विश्राम।他理解了呀，刘文言啦，去顺的刘文言啦，西边那老的送达的地界是吧？ अब यो अघि चाहिँ यो 4औं विनयको भागको कुरा बताएँ। अब चाहिँ अब 5औं विनयको भागको कुरा के अरे यो भित्र के बताएको छ भन्दाखेरि जस्तै छ अलिअलि मात्रै फरक देखिन्छ। 做的各地对三个个给两百钱的呀，人在这钱的，按照考那么些呀，绝对的修掉的。 अब यसरी अब यो जुन वैशालीमा चाहिँ वैशालीमा के हो त भन्दाखेरि अब यसरी त्यति बेला आनन्दले वैशालीमा अब दिनरात चतुर्भुज समुदायलाई अब धर्म सिकिरहनु भएको थियो र जसरी बुद्ध जीवित हुने बेलामा मान्छे धेरै नै थियो त्यसरी उहाँको मानिसहरू धर्म उपदेश माग्न आइरहेको थिए। त्यस बेला अनि उहाँ प्रायः अब ध्यान गरेर बस्नु भइरहेको थियो। अनि त्यस बेला नजिकै अब ब्रिजिकका एक भिक्षु ध्यान साधना गरिरहेका थिए। अनि उसले अब नजिकै अब कोहला सुने, किन भन्दाखेरि आनन्दलाई दर्शन गर्न मान्छे धेरै नै आउँथ्यो। त्यो धेरै नै अब मान्छे आउँदाखेरि कहला धेरै मचाएको हुँदाखेरि ठुलो हलचलको कारणले अनि जुन अब ब्रिजिकका भिक्षुको ध्यान शान्त रहन र समाधि ध्यान आवाज गर्न असमर्थ भयो। अनि उनले सोचे कि के आनन्द अझै अब अभ्यस्त मार्गमा अभ्यस्त हुन्छ अझै पनि, अझै उहाँ पारङ्गत भएको छैन। उसले सत्य काम गरिरहेको छ कि छैन, उहाँ यति व्यस्त परिवेशमा हुनुहुन्थ्यो र म हेर्छु यदि उसले सत्य काम गरेर उहाँ मुक्त भएको छ कि छैन। यदि उहाँले यो संसारको माया मोहदेखि मुक्त हुनुभएको छैन भने म त्यहाँ पुर्याउने छु हैन। यो संसारप्रति अब उहाँलाई अब अनि संसारदेखि मुक्त भएको छैन भने उहाँलाई म मुक्त गराउँछु भनेर उनले समाधिमा प्रवेश गर्नुभएको थियो जुन ब्रिजिकका भिक्षु। र थाहा पाए कि आनन्द अवस्थामा एउटै उहाँले अब काम गरेको छैन रहेछ। अनि अब एक किसिमको भनेको त मुक्त हुने काम गरेको छैन रहेछ। मैले उसले अब यो संसारप्रति अब वैराग उत्पन्न गराएर अनुभूति उत्पन्न गराउन के गर्नुपर्छ भनेर उहाँ आनन्द गएर यो श्लोक बताउनु भयो ब्रिजिकका भिक्षुले आनन्दलाई। 大地空了，很多听不出来。给龙的教育界别给确的线上学。 अब आनन्दलाई अत्यन्त फाइदा भयो कि भएन भन्दाखेरि ब्रिजिकका भिक्षुले सुन्नु भएको श्लोकले आनन्दलाई अत्यन्त फाइदा गरायो, लाभ गरायो। अनि त्यो उहाँ ब्रिजिकले के बताउनु भयो भन्दाखेरि एकान्त रूपको फेदमुनि बसेर निर्वाणतर्फ आफ्नो मन लगाउनुहोस् र समाधिमा भावना गर्नुहोस् र सावधान रहनुहोस्। धेरै बोलेर भनेर के आवश्यक, भन्नुमा आवश्यकै छैन, बोलेर केही फाइदा छैन भने यसरी अनि यसरी बताउनु भयो ब्रिजिकले। अनि यसरी अब भनौँ न जब आनन्दले भिक्षुबाट विश्व अब आनन्द यो वैराग पर्ने धर्म सुन्ने उनले बस्नको लागि एकान्त ठाउँ अब दिनुभयो हैन ब्रिजिकले आनन्दलाई। अनि आनन्दले बस्नको लागि आनन्द ठाउँ खोजेर सम्झेर अनि एक्लै सावधान र अविचलित भएर उनले लगनसित जगाएर ध्यान गरे। अनि यसअघि उनले यस्तो अभ्यास गर्ने अवसर पाएका थिएन आनन्दले।
एक दिन ऊ छाना नभएको ठाउँ बसिरहेको बेला केही डोरीको ओछ्यान बनाएर आधा रात यताउता हिँड्दै बितायो होइन अनि उले रातभर यसरी अब काम ध्यान गर्यो अनि उले अनि रातभरि यताउता हिँडेर ध्यान गर्नुभयो समाधिमा लिनुभयो उसले रातभर अभ्यासमा बितायो र रातभरि ध्यानमा बितायो आनन्दले अनि उहाँले धेरै नै अब एक किसिमको के हो त कठिन पूर्वक रातभरि यसरी ध्यान गर्नुभयो नसुतिकन हिँडेर पनि होइन अनि रातभरि अभ्यास बिताएर जब बिहान उज्यालो नजिकिँदै थियो आनन्दको अब शारीरिक शक्ति एकदम कमजोर भएर उहाँ थकित हुनुभयो र उसले सोच्नुभयो कि के सोच्नु भन्दाखेरि आज म निकै नै साँच्चै नै थाकेको छु अलिकति आराम गर्नुपर्छ भनेर आराम गर्नुभएछ अनि यो सोच्ने बित्तिकै ऊ तुरुन्तै आफ्नो कुसनमा बसेर एकछिन सुत्नुपर्छ होला भन्ने उहाँले सोच आयो तर उसको उहाँको आनन्दको शिर चाहिँ सिरानीमा अब छुनु मात्रै आँटेको थियो आफ्नो शिर चाहिँ सिरानीमा नछुनु अघिको क्षणमा उसले अचानक यस्तो एउटा अनुभव अब गर्यो कि जुन उसले पहिले कहिले गरेको थिएन यसका साथसाथै आनन्द अन्तत अनि अनश्रप अर्थात् अनश्रप अवस्थामा पुग्यो सापनदी गोफङ भन्छले अनश्रप अवस्थामा पुगेर उहाँ चाहिँ आरात्व बन्नुभयो त्यसपछि उहाँले यो पद भन्नुभयो अनि आनन्दले यो आरात्वको ज्ञान प्राप्त गरेर के भन्नुभएछ भन्दाखेरि मैले धेरै वर्षसम्म शिक्षालाई सुनेको छु धर्ममा धेरै सुनेको छु र सधैँ बुद्धलाई मैले एक किसिमको मैले सम्मान र एक किसिमको सम्मान गरे मैले आदर गरे र अहिले बल्ल मैले जन्म र मरणको डोरीलाई काटेको छु हे गौतम आज म खुसीले सुत्नु पाएको छु यसरी बताउनु भएको छ यो चाहिँ अब चारौं अब विनय भित्र थियो अब चाहिँ के हो त 5 भागमा बाँडेको विनय भित्र के बताएको छ भन्दाखेरि त्यहाँ चाहिँ भिक्षुले आनन्दले भनेछ तिमीले छिट्टै काम पुरा गर है तिमीले अरबको ज्ञानको कुरा पारङ्गत गर्नुपर्छ कसैले विनय परिषद अर्थात् विनयको अब बुद्धको पहिलो वचनको सङ्कलन गर्ने अब परिषद राख्नु हुनुहुन्छ त्यही कारणले गर्दाखेरि तपाईँ चाँडो गर्नु होला किनकि तपाईँले चाहिँ त्यो भित्र पनि समझ गरेको छैन तपाईँले समझ गरेको छैन है भने त्यस बेला अब त्यो भने बित्तिकै अब त्यो चाहिँ अब कसको मुखदेखि सुन्यो भन्दाखेरि वृजिका भिक्षुबाट अनि सुन्यो आनन्दले सशक्त सुने बित्तिकै उहाँलाई के हो त अनि त्यो सुनिसकेपछि अनि जब उनले बुझे कि उनलाई कश्यपले सभामा प्रवेश दिएको छैन भन्ने कुरा सुने बित्तिकै उहाँले रातभरि लगनसितपूर्वक धर्ममा अभ्यासमा बिताए उनले ध्यानको साथ एकान्तरण गरे ध्यानमा लीन भयो र नतिजा प्राप्त गर्ने प्रयास गरे तर आफ्नो इच्छा भने पुरा गर्न नपाउँदा अनि निराश भए हैन मलाई त मैले जति ध्यान गरे पनि किसिम के हो त किसिमको मलाई यस्तो ठाउँमा राखेको छ निराश भएछ भाइ यसरी ध्यान गर्ने क्रममा गर्दै ध्यान गर्नुभयो एक रातमा ध्यान गर्ने बित्तिकै त्यसपछि जब मध्यरात भएर बिहानी आउने तयारीमा थियो आनन्द थाकेको थियो र आराम गर्न थाल्यो त्यसले उसको टाउको तकियामा छुनु अघि उसले अचानक अनि अनश्रपको ज्ञान भेटाएर त्यसपछि उहाँ अरहतको अवस्था प्राप्त गर्यो तब भिक्षुहरूले आनन्दले अरहतको ज्ञान प्राप्त गरेको थाहा पायो त्यो तुरुन्तै महाकश्यपलाई भेट्न गए भिक्षुहरूले हे महाकश्यप आनन्द भन्थे कश्यपज्यू आनन्दले हिजो मात्रै निर्वाण पुरा गरेछ निर्वाण भनेको चाहिँ सांसारिक दुःखदेखि जरैबाट मुक्त हुनलाई निर्वाण भन्छ आनन्द हिजो निर्वाणमा पुगेका थिए अनि उनीहरूले भन्नुभएछ अनि त्यसैले अनि हामीले उहाँलाई विनयको परिषदमा समावेश गराउनु पर्छ भन्ने अनुरोध गर्नुभएछ कश्यपले सोच्नु भएछ कि यदि त्यसो हो भने कहाँ जानु राम्रो होला र हामी कहाँ जान सक्छौँ
जहाँ हामीसँग बाँस ओछ्यान र अरू सबै चिजहरू छन् जुन हामीले विनयलाई राम्रोसँग सङ्कलन गर्न परिषदलाई सम्हाल्न सक्छौँ, त्यसपछि उनीहरूले सोचे कि अब उहाँ प्राप्त अब एक किसिमको हो त आनन्दले अरतको ज्ञान प्राप्त भएपछि ठिकै छ, उहाँलाई अब ल्याऊ अब हो। त्यो भन्दा पनि पहिला अब के भने उहाँलाई स्वागत गर्नु भन्दा पनि यसरी भन्दा पनि पहिला हामीले अब कुन ठाउँ एकदम राम्रो होला होइन, कुन ठाउँ अब उचित छ भने यसरी छलफल गर्ने क्रममा अनि त्यसपछि उनले सोचे कि राजगृहमा उनलाई चाहिने सबै सुविधाहरू शङ्करलाई भने हामी 500 भिक्षुहरूको साथ वर्ष बासको लागि राजगृहमा जाउँ, यदि त्यो भन्दा बढी केही छ भने त्यो भन एक किसिमको धेरै छ भने चाहिँ ठिक छैन भने यसरी अब बताएको छ एक किसिमको। माथिको चाहिँ के हो त कुशीनगर हो, मुनिको चाहिँ यो वैशाली रहेको छ फोटो। अब यो चाहिँ अब राजगृहको एउटा पहिलाको कुराहरू, पहिलाको यो तस्बिर हेर्नुहोस्, यो राजगृहको कुरा हो। यो यो चाहिँ एक किसिम के हो त कुशीनगरबाट चाहिँ अनि मैले गुगलमा म्यापमा हेरेँ कि होइन, जुन कुशीनगरबाट अब यो राजगृहमा जाँदाखेरि अब 59 घन्टा लाग्दो रहेछ। अब यो कुशीनगरबाट राजगृहमा जाँदाखेरि होइन, अनि यो बाटोमा चाहिँ अब यो याङबचेन वैशाली चाहिँ भेट्दो रहेछ होइन। अनि जब अब यो कुशीनगरबाट राजगृहमा पुग्नलाई चाहिँ 59 घन्टा लाग्ने रहेछ, मैले गुगल म्यापमा यसरी पत्ता लगाएँ। यो चाहिँ के हो त अब 4औं अङ्कको अब विनयभित्र यसरी बताएको छ। अब मैले के हो, अब यो मैले के हो त यो तीनटा कुरा मैले बताइसकेँ होइन। यो अब जुन अब यो के हो त अब चाहिँ यो अब चाहिँ के हो त यो राजगृहमा जानको लागि के हो त अब अनि वैशालीबाट अब राजगृहतिर प्रवेश गर्नुभयो। एकचोटि उनीहरूले यो निर्णय गरे कि 500 अरबहरू राजगृहमा अनि आइपुग्यो भने त्यो अब त्यो बेला अब के विचार गरे भन्दाखेरि अब के हो त हामी अब त्यहाँ पुगेर अब पहिला अब अनि अब चाहिँ भेदभाव नगरी अब सबै साना नियमहरू राख्दै गर्नुभयो यसरी। अब यो चाहिँ त्यतिखेर भित्रले वैशाली छोडेर राजगृह जाने बाटोमा पुगेर सोधे हामीले अब के तयारी गर्नुपर्छ, हामीले पहिले बास र ओछ्यान खोज्ने कि पहिले विनयको बारेमा छलफल गर्ने कुरामा सबै कुरामा छलफल गरिसकेपछि उनीहरूले पहिले बास र ओछ्यान तयार गर्ने निर्णय गरे। अब यो 5 भागको विनयभित्र के बताएछ भन्दाखेरि एकचोटि अब उनीहरू त्यो निर्णय गरे र 500 अरबहरू राजगृहमा आइपुग्यो। त्यो ठिक अब वर्षको पहिलो महिनाको सुरुमा थियो। उनीहरू त्यो महिनामा भवनहरू ओछ्यान र अन्य ठिक गर्न प्रयोग गरे होइन। अनि त्यसलाई चाहिँ पहिलो वर्षको महिना भनिन्छ होइन, यसलाई चाहिँ हामीले यार्दा रावा भनिन्छ, पहिलो वर्षको महिना रहेको यार्दा रावा। अनि पहिलो महिनामा चाहिँ के हो त पहिलो वर्ष मासको महिनामा चाहिँ उनीहरूले घर बनाउने ओछ्यान होइन भवनहरू आश्रमहरू बनाउने अनि ठिक गर्नुभएछ। त्यसपछि अब वर्षायामको दोस्रो महिना, यसलाई यार्दा झिङ्गो भन्छ, त्यसपछि वर्षायामको दोस्रो महिनामा सबैले ध्यानमा प्रवेश गरी विभिन्न प्रकारका समाधिको आनन्द उठाए
अनि त्यसपछि अब त्यसपछि वर्षको तेस्रो महिनामा सबै एक ठाउँमा जम्मा भएर त्यस बेलाका अनि त्यसपछि अब तेस्रो महिनामा चाहिँ अनि कसैले भन्नुभएछ कि हे श्रोताहरू सुन्नुहोस् यदि सङ्घ तयार र इच्छुक छ भने आजदेखि हामी उपालिलाई निम्तो गर्नेछौँ र भिक्षु भिक्षुनी विनयको बारेमा सोध्नेछौँ भन्नु हो अनि आजदेखि चाहिँ हामी एकछिन के हो त विनयको छलफल गर्ने हो यसरी बताएको छ यो चाहिँ यो अब इष्टवीरको एउटा खण्डका भनिन्छ त्यो भित्र अब खण्डका त्यो भित्र के लेखियो छ त भन्दाखेरि त्यो भित्र चाहिँ ठुला भिक्षु राजगृहको यात्रा गरिसकेपछि के ठुला भिक्षुहरूले भन्नुभएछ कि हे प्रिय मित्रहरू हो विगतमा बुद्धले मर्मत र ठिक गर्ने कामको प्रशंसा गर्नु भएको थियो हैन जुन अब चिवरहरू हैन विभिन्न बस्ने ठाउँहरू जुन पुरानो कुराहरूलाई चाहिँ हामीले के छौँ फेरि अब हामीले त्यसलाई अब नयाँ बनाउनुपर्छ हामीले नवीन बनाउनुपर्छ ठिक गर्ने प्रशंसा गर्नु भएको थियो जब हामी त्यो ठाउँमा पुग्छौँ प्रिय मित्रहरू हामी त्यहाँ पुगेपछि पहिलो महिना राजगृहमा बस्ने ठाउँहरू मर्मत र मिलाउन बिताउँ त्यसपछि जब दोस्रो महिना आउँछ धर्म र विनयमा सङ्कलन गर्न परिषद सुरु गरौँ तिनीहरूले सोचे जस्तै अनि जुन वरिष्ठले भने जस्तो पहिलो महिनामा मर्मत गरे दोस्रोमा अनि यसरी भावना गरे ध्यानमा तेस्रोमा चाहिँ यसरी सङ्कलन गर्दै बताएको छ मैले माथि उल्लेख गरे चाहिँ कश्यपले धेरै महान भिक्षुहरूलाई निम्तो दिए तीमध्ये सबैभन्दा बढी अब यो चाहिँ यो चारौं अब अङ्गको विनयमा पर्दछ धेरै भिक्षुहरूलाई निम्तो गरे तीमध्ये सबैभन्दा बढी ज्येष्ठ भएका अनि 10 बालक कश्यप थियो त्यसपछि पोपोना महाकश्यप थियो त्यसपछि महाकुण्ड अनि महाकुण्ड थियो महाकुण्ड भनिन्छ त्यस बेला सङ्घको अध्यक्षताको जिम्मेवारी कश्यपले लिएका थिए उनले भिक्षुहरूलाई सोधे सङ्घका पूजनीयहरू कृपया विचार गर्नुहोस् सङ्घ तयार र इच्छुक भए आजदेखि सङ्घले मिलेर विनय सङ्कलन गर्ने भनेर आज्ञा दिनुभएछ अब जुन अब अहिले यो विभिन्न यो कश्यप तीन प्रकारको कश्यप रहेछ नि ज्येष्ठता यो चाहिँ के हो त भन्दाखेरि जुन एउटा ज्ञानको दर्जाले नभएर एउटा जो पहिला बसेको अब भिक्षुलाई चाहिँ एउटा वरिष्ठ मान्दो रहेछ होइन अब यो महाकौण्ड भने चाहिँ अब यो ज्येष्ठता भिक्षुको नामले राखियो हो कि अब बेग्लै अब भिक्षु चाहिँ भन्नु सकिँदैन अनि यसरी अब ज्येष्ठता 10 बल्ल कश्यप ओपोना महाकश्यप महाकुण्डको 3 प्रकारको रहेछ अब त्यस बेला भनौँ न यो विनयलाई सङ्कलन गर्नको लागि मुख्य जिम्मेवारी चाहिँ महाकश्यपले उठाउनु भएको थियो यो जिम्मेवारी उहाँले लिनु भएको थियो उहाँले अनि भिक्षुहरूलाई बताउनु भयो कि हे पूजनीय कृपया अनि भिक्षुहरू मेरो कुरा सुनिदिनु होला यदि हाम्रो सङ्घको परिषद तयार र इच्छुक भएको छ भने आजदेखि सङ्घले भिक्षु सङ्घले मिलेर विनयको सङ्कलन गर्नेछौँ भने यसरी उहाँले बताउनु भएछ त्यतिखेर अनि आनन्दले अनि त्यो बेला आनन्द त्यही हुन्थ्यो त्यतिखेर आनन्दले आफ्नो आसनबाट उठेर अनि आफ्नो माथिल्लो लुगा एक काँधमा उहाँले राख्नुभयो माथि कुममा राख्नु भएर अनि आफ्नो दाहिने घुँडा अनि भुइँमा टेकेर अनि आफ्नो हत्केला अञ्जलीबद्ध गरेर कश्यपले भनेछ मैले वास्तवमा बुद्धबाट यो सुनेको थिएँ कि अहिले तपाईँलाई सम्झाउँछु एकपटक बुद्धले भन्नुभयो अनि भविष्यमा भिक्षुहरूलाई केही सानो उपदेशहरू त्याग्न अनुमति दिइनेछ यसलाई लुङ ठेन्चेक भन्छ ठेन्चेक भन्छ अब सानोतिनो अभ्यासले भन्छ सानोतिनो उपदेशले भन्दछ अनि
आनन्दलाई फेरि कश्यपले भनेछ के तपाईँले बुद्धलाई ती कुन साना उपदेश थिए भनेर चिन्न सोध्नु भएको थियो भने फेरि अब अनि यो सानो उपदेश भनेको कस्तोले भनेछ तिमीले बुद्धलाई सोध्नु भएको थियो त भने अनि कश्यपले अनि यो आनन्दलाई भन्नुभएछ त्यस बेला आनन्दले जवाब दिनुभएछ कि अनि मैले बुझिनँ र बुद्धलाई त्यो विषयमा सोध्न बिर्सेछु होइन मैले बिर्सेछ यो सानोतिनो अभ्यास केले भन्छ भने बिर्सेछ भनेर भन्नुभयो अनि त्यसपछि त्यहाँ भेला भएको के भिक्षुहरूले ती ससाना उपदेशहरू के हुन् भनेर बोल्ने बताए अनि त्यो बेला अब यो सानो उपदेशमा अब भिक्षुहरूको अब एक किसिमको छलफल भएछ त्यहाँ आफ्नै अब मत राम्रो विचार राख्नु भएको थियो अनि कसैले भनेछ होइन अनि यो सानो उपदेश कस्तोले भन्छ भन्दाखेरि होइन कसैले भनेछ कि चार हार बाहेक सबै उपदेशहरू अर्को साना हो भनेर बताइछ अनि फेरि कुनै भिक्षुले के भनेछ भन्दाखेरि कि चार हार र 13 अब बाँकी भएका सबै उपदेशहरू के भन्दा अर्थ सानो हो भनेर बताउनु भएछ फेरि कुनै भिक्षुले फेरि अर्कै भन्नुभएछ कसैले चार हार र 13 अब किसिमको बाँकी भएको जुन अब यसलाई ठगमला भन्छ होइन हो त्यो र 2 अनिश्चित धर्म बाहेक अरू सबै उपदेशहरू साना हो भने फेरि कसैले भनेछ 4 परजय 13 बाँकी 2 अनिश्चित र 30 जफतहरू बाहेक सबै उपदेशहरू अरू साना थिए भनेर बताइछ अनि कसैले भनेछ अघि अब कसैले फेरि अर्को भनेछ 4 पराजयदेखि 90 पराजयसम्मको बाहेक सबै उपदेशहरू साना थिए भनेर बताउनु भन्छ त्यतिखेर कसैले भिक्षुलाई भन्नुभएछ कि अब यो चाहिँ अब स्थावीरको कुराहरू रहेछ यो स्थावीरमा बताएको कुराहरू स्थावीर निकायको कुराहरूको त्यतिखेर अब महाकश्यपले भिक्षुहरूलाई भनेछ कि हे जसलब्ध भिक्षुहरू हो वरिष्ठ भिक्षुहरू अहिले सबैले आफ्नो विचार व्याख्या गरेका छन् तर मुख्य कुरा के हो भने कुन उपदेशहरू साना छन् भनेर हामीले स्पष्ट रूपमा पहिचान गर्न सकेका छैनौँ त्यसैले आजैबाट हामीले यो निर्णय गर्नुपर्छ कि यदि बुद्धले पहिले नबनाएको नियम छ भने अब हामीले पनि नयाँ नियम बनाउनु हुँदैन यदि हैन बुद्धले नबनाएको नियम नयाँ बनाउनु हुँदैन हामीले यदि बुद्धले पहिले बनाएको नियम छ भने हामीले यसलाई खरिद गर्नु हुँदैन हामीले बुद्धले तोकेको अनुसार तोकेको विनय नियमहरूको अनि सिलसिलालाई सम्मान गर्नुपर्दछ जुन नियमहरू आएको एउटा परम्परालाई हामीले अनि सम्मान गर्नुपर्छ कहिले पनि यसलाई चाहिँ हामीले कहिले पनि एक किसिम के हो त त्यसलाई चाहिँ हामीले हटाउनु हुँदैन त्यसलाई त्याग्नु हुँदैन भनेर त्यो निर्णय गर्न सहमत हुनुपर्छ भनेर यसरी बताउनु भएछ तब अनि कश्यपले भिक्षुलाई भनेछ मन एक किसिमको वरिष्ठ भिक्षुहरू कृपया मेरो कुरा सुन्नुहोस् हामी भिक्षुहरूका धेरै उपदेशहरू छन् भने सामान्य मानिसहरूले थाहा छ र तिनीहरू भन्छन् यी सत्यका सन्तानहरूले गर्न लायक छन् र यी छैनन् साना तिना उपदेश छोड्यो भन्ने कतिपयले भनेछन् कि भिक्षु गौतमको विद्यार्थीहरूको नियम धुवा चाहिँ ढल्किएका छन् किनकि सानो तिनो उपदेशले पनि उनीहरूले फालेर जाँदो रहेछ भनेर भनेछन् त्यही कारणले विगत उनीहरूका गुरु जीवित हुँदा उनीहरूले विनय अनुसारमा तालिम दिएका थिए जब शास्त्र समेत बुद्ध हामीसँग हुनुहुन्न उनीहरूले अब विनय अनुसारमा तालिम दिनु सक्दैन त्यसैले यदि भिक्षुहरू सबै यसरी भन्ने गर्छन् कल आउँछ भनाभैरी हुन्छ त्यसैले यदि भिक्षुहरू सबै सहमत छन् भने हामीले यो गर्नुपर्छ हामीले नयाँ नियम बनाउनु हुँदैन
जुन बुद्धले गरेनन् हामीले बुद्धले बनाएका नियमहरू खारेज गर्नु पनि हुँदैन, बरु हामीले ती नियमहरू पालन र सम्मान गर्नुपर्छ। आदरणीय कृपया मेरो भिक्षुहरू मेरो कुरा सुन्नुहोस्। यदि तपाईँ मेरो विचारमा सहमत हुनुहुन्छ भने चुपचाप बस्नुहोस्। यदि तपाईँसँग अर्को विचार छ भने कृपया भन्नुहोस् भनेर यसरी कश्यपले बताउने क्रममा भिक्षुहरू सबै चुपचाप बसेर नि आफ्नो विचारमा नि सहमत भएको अनि बताएछ। यसले सबै चुपचाप बस्नुभयो। अनि त्यसपछि के हो त भन्दाखेरि अब चाहिँ आनन्दको 7वटा दोष रहेको छ, गल्तीहरू, दोषहरू। यसको विषयमा अनि भोलि पछि पर्सि यसलाई विस्तारमा बताउनु मलाई, तर पनि यसलाई म अब संक्षेप रूप बताउन चाहन्छु। यसको क्रमबद्धहरू अनि यो बोर्डको अनुवाद अनुसार अनि यो 4औं 5औं अङ्गको यो विनयको कुरा अनि त्यस्तै गरी यो स्थविर निकायको विनयको कुरासँग त्यति मेल खाँदैन, अलि मिल्दैन। यो लुङठेङसेक भन्छ। अब सानो उपदेश भित्र चाहिँ के हो त भन्दाखेरि अनि आनन्दलाई एक किसिम के हो, यो संसार प्रति वैराग उत्पन्न हुनुको लागि यसरी अनि कश्यपले चाहिँ अनि 6वटा यसरी दोषहरू कलाउनु भएछ, बताउनु भएछ। अनि यस्तो दोष दिँदाखेरि एकदम त्यसमा कुराट वैराग एकदम आफूलाई मनमा धेरै बिज्दाखेरि काँडा पस्दाखेरि यसरी मनमा धेरै वैराग लागेपछि संसारप्रति वैराग उत्पन्न हुनु लागि यसरी कश्यपले बताएको थियो भन्ने कुरा पनि छ। अनि यो कुनैमा चाहिँ के हो त भन्दाखेरि अनि जुन एउटा वृजिका भन्ने एउटा भिक्षु भेटेर उहाँले संसारप्रति वैराग उत्पन्न हुने ज्ञान प्राप्त गर्नु भएर उहाँले अरहतको ज्ञान प्राप्त गर्नुभयो। अरहतको ज्ञान प्राप्त गर्नु भएर यो 6वटा बल्ल दोषहरू चाहिँ नि यो कश्यपले देखाउनु भएको हो। यसरी कुरा के आउँछ भन्दाखेरि होइन, लुङठेङसेक सानो उपदेशको कुरा र एक किसिमको यो 5औं र एक किसिमको 5औं र 4औं अङ्गको विनयको कुरा बताउने अलिकता मिल्दैन। अर्थात् यो चाहिँ कुनै दिन म अवश्य बताउन चाहन्छु। यो अब आनन्दलाई 7वटा दोषहरू देखाएको छ होइन कश्यपले। अनि कश्यपले आनन्दलाई भने पहिला के भन्दाखेरि महिलाहरूलाई बौद्ध धर्ममा प्रवेश गराउने तपाईको एउटा उक्साउने गल्ती थियो, त्यसैले आज तपाईले यसलाई पश्चातापको साथ स्वीकार गर्नुपर्छ, त्यो गल्ती हो भनेर स्वीकार्नुपर्छ भन्ने यसरी भैसङले भन्नुभयो। भैसङ अर्थ कश्यपले बताउनु भयो। किन भन्दाखेरि बुद्धको कालीन बुद्ध हुँदाखेरि कश्यपले आनन्दलाई केही पनि भन्न नसक्थ्यो होला हैन। बुद्ध चाहिँ परिनिर्वाण भइसकेपछि आनन्द कश्यपले चाहिँ आनन्दलाई हैन अगाडि नै उसलाई निङ्ग्राएर हैन उसलाई छिङ्ग्राएर यसरी तिम्रो गल्ती 7वटा छ भने यसरी देखाउनु भयो भन्ने कुरा छ। अनि त्यही कारणले महिलाहरूलाई यो धर्ममा प्रवेश गराउन भिक्षुनी बनाउनु तिम्रो गल्ती हो, यो पश्चाताप हो, तिम्रो त्यो गल्ती स्वीकार गर भनेर कश्यपले भन्दाखेरि आनन्दले भन्नुभएछ कि महान पूज्य भन्थे कश्यपज्यू, मैले जानेर काम जानी यसरी गरेको होइन। यो मैले जानेर गरेको, यो चाहिँ मैले यो जानेर काम गरेँ। किन भन्दाखेरि महाप्रजापति बुद्धप्रति धेरै दयालु हुनुहुन्थ्यो र उहाँको अघिल्लो आमाको निधन भएपछि उहाँलाई हुर्काउनु भएको थियो। हे महाकश्यप, मलाई यो गल्ती लाग्दैन, तर मलाई तपाईमा भरोसा भएकोले अहिले म पछुताएर स्वीकार गर्दछु भनेर आनन्दले भन्नुहुन्छ। फेरि कश्यपले बोल्नु भएछ, फेरि बोल्नु दोस्रो गल्ती देखाउनु भएछ। बुद्धले
तिमीलाई आफ्नो सेवक हुनु आवश्यक रहेको भन्दै 3 पटक बोलेको थिए तर तिमीले अझसम्म 3 पटि बुद्धले बोल्नु भयो भने तिमीले मानेन यो तिम्रो गल्ती थियो त्यसैले आज पश्चातापका साथ स्वीकार गर्नुपर्छ भनेर फेरि भन्नुभएछ फेरि आनन्दले जवाब दिनुभएछ कि मैले जानी नजानी त्यस्तो गरेको होइन आनन्दले भने बुद्धको दर्शन गर्ने अवसर प्राप्त गर्न धेरै गाह्रो छ र सौभाग्य हो त्यसैले मैले नसक्ने भनेको छु मैले चाहिँ गर्न सक्दैन होला भनेर मलाई मैले यो गर्न सक्दैन जस्तो लागेर मैले चाहिँ अनि बुद्धले यो अनि बुद्धले अब किसिमको अब 3 चोटि पटक बताउँदाखेरि पनि मैले जवाब दिन सकेन मैले नसक्नु जस्तो लागेर त्यही कारणले मलाई यो गल्ती लाग्दैन तर मलाई तपाईमा भरोसा भएकोले अहिले म पछुताएर म स्वीकार गर्दछु मेरो गल्ती स्वीकार गर्दछु हो भनेर चाहिँ बताउनु भयो अब तेस्रो गल्ती दोष रहेको छ कश्यपले फेरि बताउनु भएछ फेरि भन्नु भएछ तेस्रो गल्ती जब तिमी बुद्धको बाहिरी लुगा चिवर सिलाउँदै थियौ तिमीले चाहिँ जाने बुद्धको लुगामा पाइला टेक्यो हैन किनकि सिलाउँदाखेरि हैन कसैले भुँडामुनि च्यापेर अब चिवर लुगाहरू सिलाउँछ नि हैन त्यस्तो हुन्छ त्यही कारणले तिमीले चाहिँ जाने बुद्धको लुगा चाहिँ पैताला खुट्टामुनि टेकेर तिमीले सिलाएको थियो त्यो तिम्रो गल्ती थियो त्यसैले आज पश्चातापका साथ स्वीकार गर्नुपर्छ भन्ने यसरी बुद्धले यसरी कश्यपले आनन्दलाई गल्ती देखाउनु भएछ अनि जुन अब कश्यपले चाहिँ बुद्धको ठाउँमा के गर्दैछ हेरै भन् कश्यपले मान्छे राख्नु भएको थियो होला हैन त्यो राख्दाखेरि जुन देख्यो त्यही कुरा अब कश्यपलाई भन्थे त्यही अब गल्ती चाहिँ अब आनन्दलाई अब पर्साउँदैछ अनि फेरि अब आनन्दले भन्नु हे आदरणीय महाप्रसाद भनेर आनन्दले भन्नुभएछ मैले यो गर्वले गरेको होइन मैले जानी लुगामा पहिले टेकेको होइन हैन मैले जानी टेकेको होइन यसमा अब मैले जानी खुट्टा थिचेँ होइन मैले बिर्सेर मैले थाहा नगरिकन यस्तो भयो त्यही कारणले मलाई यो गल्ती लाग्दैन तर मलाई तपाईको भरोसा भएकोले म अहिले पछुताएर स्वीकार गर्दछु हो भनेर यसरी बताउनु भएछ अब चौथो अब फेरि दोष बताउनु भएछ कश्यपले आनन्दलाई कश्यपले भन्नुभएछ कि हे आनन्द तिमीले बुद्धले मृत्युको बारेमा 3 पटक बोल्नुभयो हैन तर तपाईले अझै पनि उहाँलाई एक युगसम्म बाँच्नु अनुरोध पनि गर्नु भएन यदि बुद्ध एक युगमा बाँच्ने भए उहाँले धेरै प्राणीहरूको लाभ र आनन्द ल्याउनु हुन्थ्यो र सबै देवताहरू र मानवहरूले सुख प्राप्त गर्ने थिए यो तिम्रो गल्ती हो त्यसैले आज पश्चाताप साथ स्वीकार गर्नुपर्छ भन्ने गल्ती देखाएछ फेरि आनन्दले भन्नुभएछ हे पूज्य परम अब महान भिक्षु कश्यपज्यू मैले जानी यसरी गरेको होइन म त्यो बेला मारको कब्जामा अर्थात् यो राक्षस जुन एउटा संसारिकको एउटा कब्जामा थिए र बुद्धलाई निर्वाणमा जानको लागि सोध्न सक्षम भएन निर्वाणमा अनि अहिले नै संसार छाडेर नजानुस् भनेर मैले सोध्न सक्षम भएन त्यही कारणले मलाई यो गल्ती लाग्दैन तर म तपाईलाई भरोसा भएकोले अहिले नै पछुताएर मेरो गल्ती स्वीकार गर्दछु भनेर बताउनु भएछ अब फेरि पाँचौं दोष फेरि आनन्दले बताउनु भएछ सोध्नु भएछ हे आनन्द जब बुद्ध जीवित हुनुहुन्थ्यो तिमीले एकपटक उहाँले तपाईलाई पानी चाहिन्छ भन्नुभएको थियो बुद्धले तिमीले मलाई पानी चाहियो बुद्धले भन्नुभएको थियो तर तिमीले बुद्धलाई अनि एक पानी दिनु भएन बुद्धले पानी पानी रहिरहनु भएको थियो तर तिमीले बुद्धलाई पानी दिनु भएन त्यही कारणले त्यो गल्ती थियो त्यसैले आज पश्चातापका साथ तिमीले यो गल्ती स्वीकार गर्नुपर्छ भनेर अनि फेरि आनन्दले भन्नुभएछ हे महाकश्यप भन्ते कश्यप मैले जानी गरेको होइन
त्यति बेला त्यहाँबाट 500 रथ गुटेर पानी फोहोर एकदम हिलो धमिलो भएको थियो मैले सोचे कि यसरी धमिलो भएको पानी फोहोर भएको पानी मैले बुद्धलाई दिए भने उहाँ बिरामी हुनुहुनेछ र उहाँलाई अब यो दिनुहुन्न भनेर अनि मैले दिएन मैले दिन सकेन भन्नुभएछ फेरि कसरी भनेछ तिमीले जसरी भयो भने उहाँले फोहोर भयो भने सफा भयो भने बुद्धलाई चढाउनु पर्थ्यो नि बुद्धमा यसलाई रिफिल यसलाई के हो त सफा गर्ने यसलाई किसिममा के हो त जुन पानी चल्ने शक्ति ज्ञान सफा परिणत गर्ने शक्ति उहाँसँग थियो नि तिमीले दिनु पर्दैन यो तिम्रो गल्ती हो भन्ने यसरी आनन्दले भनेछ मलाई यो गल्ती लाग्दैन तर म तपाईँलाई भरोसा भएकोले अहिले म पशुत्याग स्वीकार गर्दछु भनेर भन्नुभएछ फेरि कश्यपले फेरि भन्नु छ प्रकारको गल्ती देखाउनु भएछ 6 नम्बरमा तिमीले हे आनन्द तिमीले बुद्धलाई सानो उपदेश के हो भनेर सोध्यौ तिमीले बुद्धलाई सानो उपदेश के हो भनेर कहिले पनि सोधेनौ यो तिम्रो गल्ती थियो अहिले हामीले सानो उपदेश हामीले अहिले पत्ता लगाउन सकेनौँ त्यही कारणले त्यसैले आज पश्चातापका साथ तिमीले यो गल्ती स्वीकार गर्नुपर्छ भनेर नि कश्यपले भन्नुभएछ फेरि आनन्दले भन्नुभएछ हे महा भिक्षु कश्यपज्यू मैले जानी गरेको होइन आनन्दले भने त्यति बेला मैले बुझिन र बुद्धलाई कुन उपदेश सानो कुन ठुलो भनेर मैले सोध्न बिर्से मलाई यो गल्ती छैन तर म तपाईप्रति एउटा भरोसा भएकोले अहिले म पशुत्याग मेरो गल्ती स्वीकार गर्दछु मैले अब कश्यपले फेरि भन्नुभएछ कि तिमीले तिनीहरूलाई जुन अब यो परिनिर्वाण भएको बेला अब प्रतिपसारी दर्शन गर्नको लागि अब धेरै मान्छे आए नि त होइन जुन फोहोर मैला भएको थियो जुन बुद्धको पाउ अनि बुद्धले कश्यपले भन्नुभएछ कि यहाँ तिमीले तिनीहरूले त्यो बुद्धको पाउ फोहोर भयो त्यो बेला तिमी रोक्न सक्छ नि होइन त्यो रोक्न नसक्दा महिलाहरूले बुद्धको खुट्टामा माटो लगाएर त्यो तिम्रो गल्ती थियो आज पश्चात स्वीकार गर भनेर भन्नुभएछ फेरि आनन्दले भन्नुभएछ कि हे कश्यपज्यू महिलाहरू ध्यान दिएनन् होइन यसरी बुद्धले प्रणाम गर्दा रोए तिनीहरूले हातहरू आँसुले भिजेका थिए र तिनीहरूले बुद्धको खुट्टामा माटो लगाएका थिए त्यसैले मलाई यो गल्ती लाग्दैन तर मलाई तपाईको भरोसा भएकोले अहिले पशुत्याएर मेरो गल्ती स्वीकार गर्दछु भने यसरी बताएको होइन त्यही कारणले गर्दाखेरि अन्तिम अब यो दोष थियो बुद्धको पाउ फोहोर बनाउने तिम्रो गल्ती थियो त्यो बेला तिमीले रोक्नु सक्छ किन नरोएको त्यो तिम्रो गल्ती हो स्वीकार गर कश्यपले भन्नुभयो अनि आनन्दले भन्नुभएछ हे भन्ते कश्यपज्यू त्यो बेला उहाँ शोकमा डुबेको थियो शोकमा डुब्दाखेरि उहाँ अब किसिमको अनि आँसु जुन आँखामा लगाएको अब जुन आँखा परिवार लगाउने एक किसिमको अब त्यो कालो रङ खुट्टामा बोक्दाखेरि जुन अब हातले छुँदाखेरि फोहोर भएको थियो एउटा शोकमा डुबेर गएको थियो त्यो बेला म पनि शोकमा डुबेर हुँदाखेरि मैले त्यो बेला मलाई यादै भएन त्यही कारणले गर्दाखेरि यो मलाई गल्ती लाग्दैन होइन तर म तपाईँप्रति आशा भरोसा एकै भएकोले मेरो गल्तीलाई अवश्य म पछुताएर म स्वीकार गर्दछु ए महाकश्यप भन्ने आनन्दले 7 पटक यसरी आफ्नो गल्तीलाई चाहिँ मैले स्वीकार गर्नुभएछ अनि महाकश्यपले चाहिँ यो चाहिँ धेरै अनगिन्ती भनौँ न अब 500-600 भएको अनर्थको बीचमा अब यसरी अब के हो त गल्ती अब देखाउनु भयो नि आनन्द चाहिँ अब के प्रोपटाइदिनु भयो अब आनन्द चाहिँ एउटा मन सत्य सद्भावना भएको अनि सद्भावना सद्भित्र एउटा मन खुल्ला भएकोले होइन अनि उहाँले एकदम खुल्ला मन भएर त्यसमा रिसाएर झगडा नगरेर होइन यो बेर के गर्दा भएछ भन्दाखेरि ओ तपाईँले जे भन्नुभयो होइन त्यसमा प्रति म अनि त्यसमा म स्वीकार गर्न चाहन्छु भने एकदम खुल्ला मनले नै गल्ती नभए तापनि गल्ती भएछ भने म क्षमा माग्दछु भने यसरी आनन्दले भन्नुभएछ होइन अब
यो बुद्ध वचन र बौद्ध शास्त्रमा धेरैमा 9 थोरैमा अब त्यसपछि 5 प्रकारको यो दोषहरू बताएको छ कश्यपले आनन्दलाई। अनि आजको लागि म यति नै विश्राम राख्न चाहन्छु। फेरि अर्को दिनमा भेटौँ ल। धन्यवाद।